यो एकता आन्दोलन हो कमरेडहरू। यो एकता एउटा यस्तो शक्तिशाली अभियान हुनेवाला छ जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्नेछ। भ्रष्टाचारीहरूलाई साँच्चै नै हामीले सुरु गरेका थियौँ, पक्कै पनि हामीले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारमाथि आक्रमणको एउटा नयाँ अभियान छेडेकै हो। म त्यसलाई धेरै भन्नु पर्दैन। जबरजस्ती हामीलाई सरकारबाट हटाउनुको अरू कुनै कारण थिएन। हामीले भ्रष्टाचारका विरुद्ध चालेको अभियान, हामीले सामाजिक न्यायका पक्षमा चालेको अभियान, हामीले आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न चालेको अभियानबाट अत्तालिएका दलालहरू, बिचौलियाहरू, भ्रष्टहरू नै थिए जसले नेपाली कांग्रेस र एमालेका नेताहरूलाई खरिद गरे। त्यति बेला खरिदेर हामीलाई हटाइएको हो। त्यसकारण हामीले त्यति बेलै संकल्प गरेका थियौँ, हामी फेरि नेपाली जनताको बीचमा जानेछौँ। हाम्रा केही कमी कमजोरी छन् भने हामी त्यसको समीक्षा गर्नेछौँ, आत्मालोचना गर्नेछौँ, जनतासँग गएर फेरि माफी माग्नेछौँ र जनताको ताकत लिएर तिमी भ्रष्टहरूलाई कारबाही गर्न फेरि हामी आइपुग्नेछौँ भनेर भनिएको थियो। र मलाई लाग्छ यो महान एकता अभियान त्यही अभिव्यक्तिलाई व्यवहारिक रूपमा रूपान्तरण गर्ने एउटा प्रक्रिया हो।